तल पर जस्तो लाग्यो के हो यो र मन्दिरको हालत चाहिँ यस्तो रहेछ। सो हेलो गाइस र है अहिले भने चाहिँ हामी मेरो दाजुभाइ सानो है छोटो राइडमा जान आँटेको छौँ र आजको भ्लग चाहिँ यहाँदेखि सुरु भइसकेको छ होइन गाइस। र हेरिदिनु होला पुरा भिडियो। यो चाहिँ हाम्रो गाउँको रोड अब गइन्छ। देखिन्छ है अलिक तल पर जस्तो लाग्यो के हो यो अम्बो गाइस देख्नु हुँदैछ तपाईँहरूले। हेर्नुहोस् न गाइस फेरि पनि तपाईँहरूलाई स्लो मोसनमा देखाउनु हुनु पऱ्यो कि त्यही भएर चाहिँ फेरि पनि यो क्लिप लगाएँ। हेर्नुहोस् न यति दामी देखेको कि यो सिन चाहिँ अगाडिबाट चाहिँ यत्रो ठुलो चिल उठेर गएको होइन। क्यामेरामा जति देख्दैछ अब हुन्छ नि आँखाले जति देख्दैछ त्यति चाहिँ क्यामेराले चाहिँ देखाउँदैन रहेछ भन्ने फिल भयो। अनि गाइस तपाईँलाई जानकारी दिनु पर्दाखेरि आज चाहिँ हामी मन्दिर जाँदैछौँ। कारण है आज चाहिँ मेरो जन्मदिन परेको कारणले गर्दाखेरि मलाई चाहिँ एकदमै मन्दिर जानु मन पऱ्यो र भाइलाई साथी जाउँ भनेर चाहिँ हामी दुईजना जाँदैछौँ। र है आज म मेरो लागि मात्र होइन तपाईँहरू सम्पूर्ण है मेरो भ्युवर्सहरूको लागि पनि म प्रार्थना गरिदिनेछु है र पुरा भिडियो हेरिदिनु होला। खोलेर होला नि ल त गाइस अहिले चाहिँ हामी है रुल आइपुगिसकेको छौँ है। मन्दिर आइपुगिसक्यो फाइनली राम्रैसँगले आइपुग्यो है। र मन्दिरको हालत चाहिँ यस्तो रहेछ कन्स्ट्रक्सन हुँदो रहेछ है तर पनि पूजा गर्नुपर्छ। यहाँनिर हामीले उयो किनिसक्यो है पूजाको सामग्रीहरू। अन्त यहाँनिर अब यो रोलु मन्दिर त तपाईँहरूले देख्नु भएको नै हो होइन। र अब पूजा गर्छु है हेर्दै गर्नु होला गाइस। कम्ती ल्याइदिनुहोस् न म लाउँछु चट्टै हाल्दैन। ओम देव हो शान्ति शान्ति पृथ्वी शान्ति आप शान्ति शान्ति वनस्पति शान्ति। ल त गाइस है फाइनली हामीले पूजा पनि सकेको छौँ र मन्दिर चाहिँ यस्तो रहेछ तर पनि मान्छे चाहिँ आउँछ आउनु चाहिँ। हाम्रो यहाँ भाइले जुत्ता लाउँदैछ म चाहिँ छिटो मिठो ड्याङकै ड्याङ लगाइदिइहाल्छु है। अन्त पूजा पनि सक्यो अब चाहिँ घरतर्फ घरभन्दा पनि अलिअलि घुमिकन जाने विचार छ आज चाहिँ। ल है त गाइस अब चाहिँ हामी बजारबाट अरे मन्दिरबाट निस्किँदैछौँ हो। आज चाहिँ मेरो है बर्थडेमा पूजा मात्रै होइन यहाँनिर लाफालाई पनि है पूजा गर्छु भनेर सोचेको थिएँ नि त। लाफाको पनि पूजा चिरिक्कै भयो। यस्तो रहेछ आजको यहाँको सिन चाहिँ। मेरो यो ह्यान्डी भाइ साथी एक्लै आउनु बोरिङ हुन्छ नि त त्यही भएर चाहिँ साथी लिएर आइदिएको सिकिस भाइ। काम चलिरहेको छ चारैतिर हो। ट्रेनिङ क्षितिश भाइ एकदम मसाजको मजा लिँदैछ यहाँनिर। थाई मसाज चाहिँ भन्नु सक्दैन। थाई मसाज पायो भने त फेरि उठ्दैन होला नि त। 3 दिन जुत्दै जिलाउने किसमिनहरु छ। हाम्रो आज अनुष्काको चाहिँ यहाँको चाहिँ बर्थडे। सो ह्यापी बर्थडे अनुष्कालाई। अनि उहाँले चाहिँ एकदम राम्रो राम्रो कमेन्टहरू हाल्नुहुन्छ है, राम्रो राम्रो कन्टेन्टहरू हाल्नुहुन्छ। तपाईहरु प्लिज कमेन्ट, शेयर, लाइक अनि सब्स्क्राइबहरु के छ युट्युबमा उहाँको च्यानल सबले सब्स्क्राइब अनि कमेन्टमा एकदम फलो शेयरहरु एकदम गर्नु।
निदरीमा लुक्दै आउने मिठो सपना जस्ती तिमी बगैँचामा नजाऊ तिमी भ्रमर